अहिले सामाजिक सञ्जालमा सबैभन्दा बढी गाली खाने पात्रका रूपमा केपी शर्मा ओली अग्र स्थानमा छन्। कसैले त घरमा बुढाबुढी बीच झगडा हुँदा पनि केपी ओलीलाई सराप्छन् होला। ओलीले जे गर्दा पनि तालीको सट्टा गाली पाउने नियति उनी आफैले निम्त्याएका हुन्। पूर्व पश्चिम रेल, घर घरमा ग्यास पाइप, आफ्नै पानी जहाज, हावाबाट बिजुली लगायत हावा गफ लडाएर नेपाली जनतालाई भ्रममा पारी राजनीतिको शिखरमा पुगेका ओलीले केही हदसम्म गाली खानु ठिकै हो। नागरिक समक्ष गरेका बाचाहरू सिंहदरबार छिरेपछि भुसुक्कै बिर्सिने ओलीलाई गाली नगरेर पूजा गर्न सकिन्न, जसको नतिजा सामाजिक सञ्जालतिर छरपष्ट छ। तर नेकपा एमाले भित्र भने ओलीको जय जयकार नगरी सुखै छैन। कसैले ओलीको विरुद्धमा पार्टी भित्रैबाट चुइक्क मात्रै बोलेपछि त्यसको राजनीतिक जीवन तहस नहस हुने गरेको छ, जसको ज्वलन्त उदाहरणका लागि माधव कुमार नेपाललाई लिन सकिन्छ। अहिले भ्रष्टाचारको आरोप खेपिरहेका माधवले नै केपी शर्मा ओलीलाई नेपाली राजनीतिमा बामे सारेका हुन्। एक दशक भन्दा बढी समय पार्टीको महासचिव बनेर एमाले हाँकेका माधवले ओलीलाई अहिलेको अस्तित्वमा पुर्याउनका लागि महत्त्वपूर्ण योगदान दिएका छन्। तर बैगुनी ओलीले माधव कुमार नेपाललाई सधैँ कमजोर पार्ने प्रयास गरिराखे। तत्कालीन नेकपालाई अदालतले एमाले र माओवादीकै हैसियतमा झारेपछि पार्टी फुटाएका माधवले एकीकृत समाजवादी गठन गरेका थिए। त्यस बेलादेखि माधव नेपाल र केपी ओलीको सम्बन्ध पानी बाराबारमा पुगेको हो। आलोचना फिटिक्कै सहन नसक्ने ओलीले अहिले तिनै माधवलाई घर न घाटको बनाएका छन्। ओली प्रधानमन्त्री भएकै बेला माधव विरुद्ध पतञ्जलि जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा दर्ता भएपछि राजनीतिक प्रतिशोध देखिएको तर्क प्रतिपक्ष दलहरूको छ। मैले पनि अदालतले पक्कै पनि उहाँमाथि न्याय नै गर्छ भन्ने ठान्छु। तर चाहिँ कुरा के छ भने चाहिँ अब प्रधानमन्त्रीजीको अलिकति राजनीतिक प्रतिशोधको गन्ध त आएकै छ र अख्तियारले पनि कहीँ न कहीँ एउटा प्रश्न, गम्भीर प्रश्न जन्माएको छ। त्यो के भने पहिला अख्तियारले नै प्रधानमन्त्रीको बारेमा, कुनै पनि प्रधानमन्त्री र क्याबिनेटको डिसिजनको बारेमा अख्तियारको नीतिगत निर्णयको विषय चाहिँ अख्तियारको क्षेत्राधिकारभन्दा बाहिरको कुरा भएको हुनाले ललिता निवास प्रकरणका सन्दर्भमा बाबुराम भट्टराई र माधव नेपालजीको बारेमा जे प्रश्न उठेको थियो, अख्तियारले यो हाम्रो क्षेत्राधिकारभित्र पर्दैन, जे गर्नु छ क्याबिनेट नै गरोस् भनेर चिठी लेखेको मैले आफैले हेरेको छु त्यो चिठी। तर अहिले त्यही अख्तियारले माधवजीले गरे त नीतिगतै निर्णय हो, जे गरेको भए पनि त्यसैमा फेरि प्रवेश गरेकोले प्रश्न उठेको छ। सायद अख्तियारले जवाफ त्यसो भए गिरिबन्धुतर्फ पनि फर्किन्छ हुन्छ। अब यो नै इस्टाब्लिस हुने हो भने त अब हामीले त भने फेरि हामीले चाहिँ त्यही कुरा भनेका छौँ। 64 देखि नै सबै प्रधानमन्त्री, गृहमन्त्री सबैको पनि छानबिन होस् भन्ने हामीले भनेका छौँ। यसले के गर्छ भने यसो हो भने कोही पनि चाहिँ छानबिनको दायराभित्र आउन सक्ने भयो। तर यो नीतिगत र सैद्धान्तिक